फाइनल्ली अब हाम्रो एग्रिकल्चरको इक्जाम पनि सिद्धियो आजदेखि। अनि अब लगभग 1 हप्ता 2 हप्ताभित्र रिजल्ट पनि आउँछ होला। अनि झन्डै कति थिए 35,000 जतिले इक्जाम दिएका थिए लगभग। अनि अब 1800 कोटा भनेको छ। अब 1800 भने पनि लगभग 4000 को हाराहारीमा चाहिँ पास गराइहाल्छ होला। अनि कट लाइन चाहिँ कति हुन्छ भन्ने अब कट लाइन मेरो हिसाबमा चाहिँ कट लाइन 38 नै हुन्छ सायद होइन। तर 37 पनि हुनसक्छ जस्तो लाग्छ है कति बेला, किनकि 37 हुने 2-3वटा कारणहरू छन्। पहिलो चाहिँ के छ भने अहिले अब रोस्टर खाली छ कि एग्रिकल्चरमा मान्छेहरू छैन, त्यही भएर अलिकति धेरै पास गराएर पनि राख्न सक्ने सम्भावना छ। अनि दोस्रो भने चाहिँ अब प्राय जसो एग्रिकल्चरमा इक्जाम ढिलो थियो, त्यही भएर तयारी नपुगेहरूले चाहिँ एग्रिकल्चरमा फर्म भरेको छ होइन। मतलब अलि तयारी पुगेको अलि म पास गर्न सक्छु भन्ने खालकोले चाहिँ मेनुमा फर्म भरिहाले। अब त्यही भएर पनि अलिकति चान्स छ। अनि अर्को चाहिँ अब कलर भिजन पनि इक्जामको बेला नै भइहाल्छ। अब कलर भिजनमा अलिक पछि धेरै फेल हुने भएर पनि अलिक धेरै पास गराएर होइन कट लाइन अलिक कम गराउँछ।